यहाँ त पैसा पनि लाग्ने रहेछ नि त नेचुरल स्विमिङ पुलमा पनि ल बगिराख्ने पानी रहेछ त्यही भएर सफा रहेछ पानी चाहिँ एकदमै खिलम भने के अनि दाइ त यहाँ भित्र एकैचोटि जान सक्दैन नि त अब यहाँ नुहाउँदैछन् साथीहरू अब हामी पनि नुहाउनु पर्छ कस्तो छ र दाइ अनि स्विमिङ पुल भनिदिनु पर्यो एकदम रमाइलो लाग्यो यो चाहिँ एउटा रमणीय क्षेत्र रहेछ तर यार यो साइज यो ढुङ्गाको साइज हेरेर चाहिँ मलाई एकदम बवाल लागिरहेको थियो कि ल हेर खेल्न आउने मान्छेलाई कति सजिलो छ एस दामी ल कस्तो लागिरहेको छ दाइ चिसो लागिरहेको यस दामी ल बाबरे सुरुङै रहेछ नि त यहाँ त अनि खतरनाकै खतरनाक छ या मलाई चेप्टे भने त चेप्टे हुन्छ नि यहाँ चाहिँ यो दोस्रो है अलिकति माथिको यहाँ पनि टन्नै मान्छेहरू खेलिरहेको छन् हाने खतरा ल 3, 2, 1 गो हेलो गाइज वेलकम टु माई युट्युब च्यानल न्यू भ्लग आज चाहिँ मस्तको घाम लागेको भएर अब भाइरल सिस्नेरीको स्विमिङ पुलमा जाँदैछौँ है आज नुहाउनुको लागि हामी चलो गइदिइहालौँ है त ढिला नगरिकन ल हाम्रो डेभिड भाइ भेटिसकेको छ ऊ स्कुटरमा हिँड्दैछ अब अरू साथीहरू अगाडि छन् रे अब सबैजना सँगै भेटेर अनि निस्किनुपर्छ 12 बजिसक्यो यार यहीँ 1.5 घन्टा जति त लाग्छ होला पुग्नलाई त्यहाँ पनि ल केटाहरू यहीँ बसिरहेको जस्तो छ यिनीहरू नै हो जस्तो छ अब ट्याक्क अब भेटिसक्यो अब यहाँबाट हामी निस्किनुपर्छ ल गइदिउँ अब ढिला नगरिकन अलरेडी ढिला भइसकेको छ अब सबैजना भेटिसकेपछि गइदिउँ सारा गइदिउँ ल यहाँ पनि 2-3 जना साथीहरू रहेछन् अब फाइनली सबैजना भेट भयो अब चाहिँ प्रपर हामी निस्क्यौँ है त ए केटा हो झन्डै जुदाएको मुला के गर्छ है झन्डै जुदाएको साथीहरूले भित्रको बाटो छिराउँदैछ अब कहाँ निकाल्ने हो मलाई चाहिँ ठ्याक्कै थाहा छैन अब मेन हाइवेमा निस्केपछि चाहिँ रोडमा निस्केपछि चाहिँ थाहा हुन्छ यहाँ रहेछ भनेर त्यो भित्रको बाटो कता निकाल्यो फुच्चे त के हो खतरा चलाउँछ त स्कुटर त पुरै रुवाई गरेर चाहिँ चापा गाउँतिर कतै निस्के जस्तो छ है चापा गाउँको बाटो के अरे चापा गाउँ तर साथीहरूले जे होस् भित्रको बाटो अलिकति राम्रै ठाउँ निकाल्ला जस्तो छ है माथि त्यो चोबारभन्दा अगाडिको डाँडामा नेपालको झन्डा थियो त्यो चाहिँ यहाँबाट देखिरहेछ त्यतैतिर निस्किने है कता निस्किने ल यार अब यहाँ अगाडि बाटै छैन भन्दैछ सर्टकट बाटो आएको माइला खत्तमै बनाइहाल्यो नि अब फेरि घुम्नु पर्ने होला अब यो बाटो तल पुरै बन्दै नै छ अरे अब घुमेर अब अर्कै बाटो जानुपर्ने भयो यार यस्तै हुन्छ यो सर्टकट बाटो खोज्दाखेरि यस्तै हुन्छ कि केही न केही अप्ठ्यारो आइपरिहाल्छ ल हेर त्यत्रो घुम्नु मात्रै पर्यो यार बाटो बन्द भएको कारणले फेरि घुमेर यही रोडै निस्केर जानुपर्ने भयो त बाटो केटाहरू फेरि बाटो भुत्यो यार ऊ त्यहाँबाट छिर्नुपर्ने अलि अगाडि आइएछ ल छिरौँ अब यहीँबाट फेरि यो बाटो पनि सर्टकट बाटो छिरिरहेछ है त कहाँ पुर्याउँछ हेरौँ है त यो सर्टकटले पनि कहाँ निकाल्छ खोकाना बस पार्क र बुङमती खोकाना बस पार्कतिर चाहिँ जाँदैछौँ है हामी चाहिँ ए भनेपछि यो खोकानाबाट भित्र हुँदै निस्किने रहेछ है त खोकानाको बाटो हुँदै जस खोकाना हुँदै सर्टकट निस्किने रहेछ अगाडि अब अगाडि कहाँ निस्किन्छ हेरौँ है त यो बाटो त म कहिले पनि हिँडेको छैन यार बाटो चाहिँ केटाहरूले जस बबाले लिएर आएको यो बाटो पानी परेको बेला त बबालै बिल्ला हुने रहेछ नि त हेर्दैखेरि बाटो चाहिँ खतरै लिएर आएको केटाहरूले ल तर यो निस्किन्छ चाहिँ कहाँ के यो बाटो यत्रो दुःख गरेर आइया छ फेरि सिङ्गल लाइनको झुलुङ्गे पुल रहेछ ल
बबाले रहेछ नि त फेरि अनि जुलुङ्गे पुल त यो बाटो कट्नुपर्ने रहेछ अनि खतरनाकै भयो त हौ यो त एडभेन्चर त एकचोटिमा एउटा मात्रै छिर्दो रहेछ अनि पुल पनि हल्लिन्छ फेरि यार ल कस्तो खतरनाक हो कि ल लिचिक लिचिक हल्लिन्छ यार ल हैट खतरनाक छ यार पुल त ल छिराइदिउँ है त हैट माइला के हो यो त डेन्जरै छ त अनि पुल पनि बाटो पनि आइच ल बबाल यार छुन्छ है क्या मेरो ह्यान्डलले त माइला पोलियो हो गएको छ क्या यो पुललाई भनेर जस्तै भइगयो त ल खतरनाक पुल कटाइयो यार बाबरे डेन्जरवाला कहाँ चाहिँ निस्किँदो रहेछ त यो बाटो ठ्याक्कै अहिले हेरौँ है त कहाँ निस्किँदो रहेछ ए ल यहाँ निकालेछ नि त केटाहरूले जे होस् फर्पिङ छेउछाउतिरै निकालेछ जे होस् भित्रको बाटो भयो भने ल फर्पिङ 2 किलोमिटर रहेछ फर्पिङ पुग्न लाग्यौँ ल ठ्याक्कै फर्पिङ आइपुग्यौँ फर्पिङ चेकपोस्ट आइपुग्यौँ अब यहाँबाट हामी दक्षिण कालीतिर लाग्नुपर्छ अब हामी लाग्यौँ दक्षिण कालीतिर अब बाटो अहिले चाहिँ पहिलाभन्दा धेरै राम्रो भएको छ यताको चाहिँ अहिले सबै बाटोहरू बनेको भएर होला प्राय एकदम जोस राम्रो छ दक्षिण काली पिकनिक स्पोट रे ल दक्षिण काली माताले सबैको रक्षा गरून् ल दक्षिण काली मन्दिर पनि कटियो अब पहिला त यो बाटो यार लायकको थियो नि हेर्ने यार हेट यस्तो खतम थियो कि यो बाटो अहिले त राम्रो बनाएको छु कालो ग्राभेल बिग्रेको अहिले त ढलान गरेर एकदम राम्रो बनाइदिएछ ल छैमले आइपुग्यो ठ्याक्कै छैमले अस्ति यहीँ बसेर चिया सिया खाएको थियौँ हामीले नक्सालबाट ग्रुप राइड आउँदाखेरि अब गइदिउँ बिस्तारै फेरि यहाँबाट पनि अब त आउनै लागिसक्यो सायद नजिकै थियो जस्तो लागेको थियो यहाँबाट चाहिँ अब कति टाढा छ हेरौँ न बाटो चाहिँ जे होस् अहिले एकदमै राम्रो बनाएको छ कि राम्रो पिच पनि अनि हल्का ठुलो होइन पहिलाभन्दा त एकदमै राम्रो ठुलो दुईवटा गाडी मजाले पास हुने बनाएको रहेछ अहिले चाहिँ पुरै डाँडामा पुर्याएर अनि तल झार्छ जस्तो छ यार के हो बाटो त किनभने सिस्नेरी त ठ्याक्कै तल त्यो खोलाको छेउतिर छ नि त सिस्नेरी भन्ने ठाउँ अब त्यो नेचुरल स्विमिङ पुल भन्छ त्यो चाहिँ कता छ थाहा छैन फर्स्ट टाइम जाँदैछु हेरौँ न अब कस्तो छ कहाँ छ त्यहीँ गएर हेरौँ ल गाइस अब एकछिन यहाँ कुरेको हाम्रो अब 2-3 जना साथीहरू पछाडि नै छन् अनि यहाँ एकछिन अब कुरेको फेरि अगाडि गएको गयो भने अगाडि नै गएको गइ गर्छ नि त जाने मान्छे त त्यही भएर एकछिन कुर्दैछौँ यहाँ अब आइसक्यो क्या केटाहरू आइसक्यो हुन्छ जहाँसम्म हुन्छ त्यहीँसम्म बसौँ न अब आइसके साथीहरू होइन अब अर्को एकजना अझै बाँकी छ अलिकति तल गएर कुर्ने भन्दैछन् अब तलै गएर कुरौँ है त ल जम डेभिड भाइ अब अर्को साथी ठ्याक्कै आइसकेको छैन उसलाई पनि कुर्ने भन्दैछ अलि तलै गएर कुर्ने अब ल गइदिउँ अब हामी तर केटाहरूले पनि स्कुटर चाहिँ कुदाएको हो यार राम्रो कुदाइरहेछन् जोस् धेरै पछाडि चाहिँ छैनन् के यतिको कुदाउनु भनेको धेरै राम्रो हो यार स्कुटर र सुमोहरू त फेरि खत्रै कुद्छ क्या यो बाटोमा चाहिँ अब उनीहरूको ह्याबिट भइसकेको हो कि के हो है बबालै कुदाउँछ जोस् सिस्नेरी 3 किलोमिटर यहाँदेखि
ल ठ्याक्कै आइपुग्यौँ सिस्नेरी। पहिला यो खोला साइडतिर चाहिँ चौकी थियो जस्तो लागेको थियो, चेकपोस्ट। यो खोला धेरै ठुलो आएको भएर अहिले यो खोलापट्टिको संरचना चाहिँ केही पनि छैन रहेछ हौ अहिले चाहिँ। पहिला चाहिँ यो साइडमा केही थियो जस्तो लागेको छ, घरहरू यताउति केही संरचनाहरू थियो। अहिले चाहिँ यो साइडमा केही पनि छैन रहेछ। ल कताबाट चाहिँ जाने हो अब लान्छ नि साथीहरूले। ल अब फेरि एकछिन यहाँ कुरौँ, साथीहरू पछाडि छुटेको छन् 1-2 जनाहरू। अब ठ्याक्कै उनीहरू आउँछ अनि त्यसपछि मात्र निस्किनुपर्छ। यो सिस्नेरीमा अब एकछिन बसौँ ठ्याक्कै। साथीहरू आइसक्यो, अब ढिला नगरी गइदिइहालौँ। अब लाग्यौँ हामी सिस्नेरीबाट सिस्नेरीकै नेचुरल स्विमिङ पुलतिर लाग्यौँ। सबैजना भेट भयो। अब यहाँबाट बिस्तारै अब लाग्यौँ नुहाउनलाई, गर्मी भइसक्यो यार। अब यहाँ भित्रको बाटो चाहिँ के कस्तो छ, सिस्नेरीसम्म त गोली थियो बाटो। यो बस्ती भएको ठाउँतिर त ढलानै गरेको रहेछ त राम्रै। अब अगाडि चाहिँ के कस्तो छ बाटो, अब राइड गर्दै जाउँ अनि हेर्दै जाउँ। ल पुरै खत्रै कचराको सिग्नल दिइसकेको छ बाटोको त जे होस्। अब त्यही ग्राभेल अलिअलि बिग्रेको रोड होला जस्तो लागिरहेछ है मलाई चाहिँ। मान्छे आउने जाने क्रम चाहिँ मस्त देखिरहेको छ, टन्नै आउने जाने हुन्छ जस्तो छ यो सिस्नेरी नेचुरल स्विमिङ पुलमा त मान्छे त। तर कति समय चाहिँ लाग्छ अब हेरौँ, त्यही पुगेर थाहा हुन्छ। ठाउँ चाहिँ एकदमै बवाल छ भन्छ भन्न चाहिँ, अब त्यो चाहिँ त्यही पुगेर थाहा हुन्छ गाइज। कि खोलै हिँडेको हामी ठ्याक्कै थाहा पनि छैन। खोलाको पानी चाहिँ एकदमै सफा रहेछ यसो हेर्दाखेरि। नेचुरल स्विमिङ पुल सिस्नेरी कस्तो छ अब गएर हेरिदिउँ। यहाँबाट चाहिँ हिँडेर जानुपर्छ है क्या हो। पार्किङ त यतै देख्छु त, यहीँ माथि पार्किङ हो रे। ल यहीँ माथि पार्किङ हो रे। अब यहाँ टक्क पार्किङमा लाएर अब हिँडेर जानुपर्छ अलिकति, कति हिँड्नुपर्ने हो हिँड्न चाहिँ। ल पार्किङ अब यहाँ लाइयो। अब स्विमिङ पुल यतै नजिकै छ अरे, अब जाउँ न बिस्तारै। होइन त मेरो कान्छा, रमाइलो गर्नुपर्छ है त। दाइलाई फेरि बिचमा पानीमा चाहिँ जान सक्दैन नि फेरि दाइ है। चालेर फाल्दिन्छु म तपाईँलाई बिचमा। ए तिमीले मलाई उचालेर फाल्न सक्छ? सक्नै पर्यो नि त नि। ए ल अब हामी हिँडेर जाँदैछौँ, यतै कतै हो भन्दै हुनुहुन्छ। पहिलोचोटि आएको म चाहिँ, अब हेरौँ के कस्तो छ, कहाँ हो के हो एकचोटि। ल बाइक पार्किङ त्यहाँ भित्र पनि गरेर रहेछ त। त्यो चाहिँ पैसावाला पार्किङ होला, यो चाहिँ फ्रीवाला पार्किङ होला पक्कै पनि। त्यही भएर भित्रसम्म लिएर आएको। अब के हो बारसार लागेको छ त स्विमिङ पुलमा त। लौ अब इन्ट्री फी पनि हो कि क्या हो। ल गाइस ठ्याक्कै आइपुग्यौँ अहिले चाहिँ हामी होइन। प्रवेश शुल्क 50 रुपियाँ, लाइफ ज्याकेटको प्रति घन्टाको 50 रुपियाँ। अब हामी टक्क भित्र छिर्दैछौँ त पैसा तिरेर। यहाँ त पैसा पनि लाग्ने रहेछ नि त नेचुरल स्विमिङ पुलमा पनि। ल मस्त रमाइलो गर्दैछ नि सबैजना। ल पानी चाहिँ जे होस् बगिराख्ने पानी रहेछ, त्यही भएर सफा रहेछ पानी चाहिँ एकदमै। प्रवेश शुल्क नै 50 रुपियाँ है गाइस। तर ढुङ्गा चाहिँ बवाल देखिरहेको छ। के रे मेरो भाइ खिलम भने के? अनि दाइ त यहाँ भित्र एकैचोटि जान सक्दैन नि त। सकिन्छ भने ह्युज साइजको ढुङ्गा यार, यो कत्रो ठुलो हो के बाफ रे। ल अब यहाँ नुहाउँदैछन् साथीहरू, अब हामी पनि नुहाउनु पर्छ। ल चेन्ज गरौँ न त, चेन्ज गरौँ ल। तर बवाल रमाइलो गर्दैछन् यार जनताहरूले। ल पुरै डाइभ साइभ हान्दैछन् होइन मस्तको। ल म चाहिँ धेरै भित्र जान सक्दिनँ है गाइस, त्यही भएर बाहिरबाट हल्का फुल्का रेकर्ड गर्छु। हाम्रो कस्तो छ त दाइ अनि स्विमिङ पुल भनिदिनु पर्यो। एकदम रमाइलो लाग्यो। यो चाहिँ एउटा रमणीय क्षेत्र रहेछ।
पानी चाहिँ माथि भन्दा अब तल चाहिँ एकदम खेल्न चाहिँ एकदम मजा लाग्यो मलाई चाहिँ खेलिसक्नु तपाईँले यहाँ माथि तल दुइटै दुवै ठाउँ खेलिसक्यो अब फेरि यहाँ फेरि खेल्दैछु रमाइलो लागिरहेको छ एकदम 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 रमाइलो लाग्यो भाइले के खेलिसक्यो हो नै म त मलाई त्यति राम्रो छिर्न चाहिँ आउँदैन भित्र म छेउछेउतिरै खेल्छु ए ल एकदम रमाइलो छ एकखेर खेलेर इन्जोय गर हस् तर यार यो साइज यो ढुङ्गाको साइज हेरेर चाहिँ मलाई एकदम बवाल लागिरहेको थियो कि यो आँखाले देखेको भन्दा एकदम ह्युज साइजमा छ है गाई यो चाहिँ ल हेर खेल्न आउने मान्छेलाई कति सजिलो छ ए दामी ल खतरा ल खतरनाक ल ए ल बवाल हुँदैछ है गाई ल खतरा रमाइलो गर्दैछन् ल ल हाने 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 ल टोली हान्यो ल यहाँ त ढुङ्गा यहीँ देखिरहेको यार धेरै चिसो छ यार चिसोमा कस्तो लागिरहेको छ दाइ चिसो लागिरहेको हानु ल हानु ल 1 2 3 गो ओहो मजा आयो दाइ बवाल ल ल यता हेर यहाँ भनेर जाउँ यहाँ खोइ के रे कान्छ दाइ भनेर आउने ल ल ल ल ल ल म चाहिँ यहाँ बसिरहेको छु है र मजाले स्विमिङ खेल्न अलिक राम्रो चाहिँ आउँदैन त्यही भएर छेउछेउतिर बसेको म चाहिँ केटाहरू खेल्दैछन् रमाइलो गर्दैछन् रमाइलो हुँदैछ त्यो ल डेभिड भाइ सोलिड हान्देऊ ल यस खतरा बबाल ल दामी हाम्रो डेभिड भाइले चाहिँ मजाले खेल्दैछ है पानी चाहिँ एकदमै बबालै सफा रहेछ बगिराख्ने पानी भएको भएर होला उताबाट माथिबाट आउने यताबाट जाने गरिरहेको छ पानी त्यही भएर अलिकति सफा छ पानी मजाले जोस् लगाइस यो चाहिँ एक्ज्याक्टली देखिने भ्युज है टक्क दामी हेर्नु कतिको क्राउड छ यार आज बुधबार त यस्तो छ शनिबार र आइतबार त डेन्जरै भिड हुन्छ अरे ल हेर्नु न अहिले नि कति धेरै मान्छे छ क्या ल मस्त सबैजना खेल्ने रमाइलो गर्ने एकदम हिउज साइजमा जस आउने जाने पुरै कन्टिन्यू नै छ कि डेभिड भाइ सक्छ हान्यो हान 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 यस दामी ल पत्रा ल भुइँ भेट्छ भेट्दैन खतरनाक ल डेभिड भाइले दामी हान्छ है त ल खतरा हान्थ्यो खतरा ल दामी ल खतरा टाइम हान्दैछ नै जनताहरूले याद ल टन्नै मान्छे छ जोस् रमाइलो गर्ने है गाइस मोबाइल रमाइलो हुन्छ भण्डारी सर हानौँ न दामी ल भुइँ भेट्दैन है हजुर भुइँ भेट्दैन भेट्दैन नि त खतरा हान्दैछ नि केटाहरूले दामी हानेको ल खतरा खतरा ल गाइस यो चाहिँ अलिकति ठुलो रहेछ अब ऊ त्यहाँ माथि पनि गइरहेको छौँ यो ढुङ्गाको सेपबाट जानुपर्ने रहेछ होइन डेभिड भाइ जाउँ त यो ढुङ्गाको सेपबाट छिरौँ त ल छिरौँ त है बाबरे सुरुङै रहेछ नि त यहाँ त अनि खतरनाकै ए ल जाउँ यो तल चाहिँ जाउँ त बा कत्रो हो क्या यो ढुङ्गामा क्यामेरामै नहट्ने के ल बाबरे ल खतरनाक छ यो चाहिँ उ त्यहाँ माथिको सानो स्विमिङ पुल जाने बाटो है गाइस बवालै छ जस्तो छ ल ल डेभिड भाइ कस्तो हुँदैछ त ए बवाल दाइ है बाफ्रे यार खतरनाक छ यार मलाई चेप्ट्यो भने त चेप्टे हुन्छ नि है ल उताबाट पानी पनि बगिरहेको छ कस्तो दामी है अब यहाँबाट चाहिँ कहाँ निस्किन्छ म देखाउँछु है तपाईँहरूलाई यो स्विमिङ पुल मात्रै होइन कि बबालै रहेछ त छिर्ने ठाउँ पनि है बबालैवाला रहेछ त अनि रमाइलो छ होइन गाइस एकदमै रमाइलो छ दाइ रमाइलो भइरहेछ है बाफ्रे यो त मलाई कुनै एडभेन्चर भन्दा कम छैन क्या है ल यस्तो खतरनाक बाहिर चाहिँ गाइस ल दामीवाला छ है ल यहाँ चाहिँ अलिकति सानो स्विमिङ पुल छ जस्तो छ हेरौँ है त ए यहाँ चाहिँ सानो रहेछ नि त ल हो यहाँ हो नि त भिडियो सिडियो बनाउने फोटोसोटो खिच्ने
ल मेरो लागि स्विमिङ रहेछ त यहाँ नि मेरो लागि रहेछ त्यहाँको स्विमिङ पुल ल हिँड आऊ भित्र ल गाइस यो चाहिँ एउटा तलको अलिकति ठुलो यो चाहिँ अलिक ठिक्कको अब अझै माथि पनि छ भन्दैछन् केटाहरूले अब जाँदैछौँ माथि है त हामी ओ रे साइजको रहेछ नि त स्विमिङ पुल पनि यहाँ नेचुरल एउटा मात्रै होइन रहेछ नि त ल यहाँ चाहिँ यो दोस्रो है अलिकति माथिको यहाँ पनि टन्नै मान्छेहरू खेलिरहेको छन् त्यहाँ तल झन् धेरै मान्छे छ यहाँ ठिक्क मान्छे छ किनभने त्यहाँ तल गहिरो छ यहाँ अलिकति ठिक्कको पानी छ यो साइज हेर्नु न ल ढुङ्गा वाह तपाईँ यहाँबाट जान सक्नुहुन्छ सक्यो हजुर के भएको हो अझै माथि पनि छ ओहो कतिवटा हो यो एउटा दुईटा यसले यहाँ तिनवटा ल कस्तो बवाल छ है गाई यार ल रमाइलो भइरहेछ सबैतिर मान्छे चाहिँ टनाटनै छ है ल साइजको के स्विमिङ पुल पनि है ल गाइज है ढुङ्गा बाँदर जस्तो घरि एउटा ढुङ्गा त्यही त घरि एउटा ढुङ्गा माथि घरि अर्को ढुङ्गा माथि हामीलाई चाहिँ यहाँ पुरै डर भइरहेछ है कसरी जाने भनेर हाम्रो टोलीहरू चाहिँ घरि यता घरि उताबाट फुत्तै जाँदैछन् कि ल ल बबाल रमाइलो छ है सिन चाहिँ ल मान्छे हेर्नुहोस् न मान्छे कति धेरै छ यार ल खतरनाक गाइस त्यो माथिदेखि ढुङ्गादेखि झर्दै आएको यार यहाँबाट झर्दै त्यहाँ तल पुग्नु पर्ने यार मा सातो गइसक्यो यहाँ यस्तो खतरनाक ठाउँबाट ओह्रालो झर्नुपर्ने छ यार ढुङ्गा के खतरनाक ए माइला ए खतरनाक ल तल झर्यो बल्ल ल डेभिड भाइ यस दामी ल बवाल दामी ल डेभिड भाइ ल एकदम स्विमिङ पुल है त यो ल दाइ जुम दाइ डुबम धेरै चिप्लो छ गाई तर बाबा रमाइलो भइरहेको छ नि ल पानी चाहिँ चिसो डेभिड भाइ रमाइलो भइरहेछ नि एकदम रमाइलो दाइ एकदम बवाल छ होइन एकदम बवाल कस्तो बवाल के है ठाउँ चाहिँ ल गाइस हामी चाहिँ यो सिस्नेजीको नेचुरल स्विमिङ पुल आइपुगेको छौँ हामी 6-7 जना छौँ होइन बवाल रमाइलो हेर्छ ल गाइस हामी चाहिँ सबैजना अब रमाइलो गर्दैछौँ होइन मलाई चाहिँ खासै स्विमिङ गर्न आउँदैन है त्यही भएर गहिरो पानीमा गएको छैन साथीहरूलाई त छेउतिर बोलाएर अनि हामी खेल्दैछौँ है त गाइस मलाई चाहिँ प्रपर स्विमिङ आउँदैन त्यही भएर है अब नआइसकेपछि त कहाँ जानु गहिरो पानीतिर यार सबजना खेल्दैछन् रमाइलो आउनु छिटो त्यति हो ल डेभिड भाइ र म अब एकछिन रमाइलो गरेर अब ठ्याक्कै चाहिँ अघिकै ढुङ्गाको तलबाट छिर्नेवाला छौँ है गाई ठाउँ चाहिँ बबालै डेन्जर छ ढुङ्गाको है अलिकति विचार पुर्याएर हिँड्नु पर्ने रहेछ ल जाउँ डेभिड भाइ ल हाम्रो एडभेन्चर फेरि सुरु है त त्यहाँबाट ल बाँदर जस्तै दौडेर जाउँ ल हो यस डेभिड भाइ यस ल गाइस अब हामी फेरि त्यो अघिको एडभेन्चर ढुङ्गाको तल छिर्दैछौँ बबालै रमाइलो लाग्ने रहेछ नि त यहाँभित्र छिर्न ल खतरनाक ल है ल कस्तो बबाल के हेर न ल होइन ओ माई गड हैट चिसो यहाँ त चिसो हावा आउँदो रहेछ नि सरसर होइन कस्तो यो ढुङ्गा अड्केर बसेको यार यत्रो ठुलो साइजको ढुङ्गा ल अहिले चाहिँ गाइस हामीले त्यो बाहिरबाट देखेको ठुलो ढुङ्गाको तल छौँ है हामी अहिले ए पुरै है बाँदर जस्तो कुकुर जस्तो है भित्र ल के जस्तो पुरै बाँदर जस्तो हामी यो भित्र ल
निस्केर अब गाइज ठ्याक्क बाहिर निस्क्यौँ ल यति हो है गाइज ल अब म यो ढुङ्गा देखाउँछु है तपाईँहरूलाई कत्रो छ कस्तो छ भनेर है गाइज यो ढुङ्गाको साइज हेर्नु कत्रो ठुलो छ यार मान्छेहरू कत्रो देखिरहेको छ कि ढुङ्गाको अगाडि ल है खतरनाक ल यहाँ चाहिँ अलिकति मेन गहिरो रहेछ कि यो चाहिँ त्यही भएर यहाँ चाहिँ धेरै मान्छेहरू छन् रमाइलो गरेर खेल्दैछन् यतातिर तर जनताहरू एकदम रमाइलो गर्दैछ नि खेलेर ल यस्तो सोलिड छ कि ल जस दामी छ क्राउड पनि धेरै छ होइन खाने खाइरहेको छन् खेल्ने खेलिरहेको छन् खाँदै खेल्ने कार्यक्रम पनि जारी नै छ जस हाने ए दामी ए खतरा ल 3 2 1 गो ल 3 2 1 गो दामी ल खतरा होला हान्दै हाम्रो बिके सोल्टीले ल हाने यस दामी खतरनाक बवाल दामी वेस ल अब हामी चाहिँ निस्केको है त खेलेर रमाइलो गऱ्यौँ अब हामी चाहिँ निस्किँदैछौँ जोस् आउने जाने क्रम चाहिँ एकदमै जारी नै छ मान्छे चाहिँ सन्नै आउने रहेछन् जोस् ल अब हामी चाहिँ लागेको है त ल सिस्नेरी नेचुरल स्विमिङ पुल बाई बाई ल ठ्याक्कै बाइकनिर आइपुग्यौँ अब बिस्तारै निस्किनुपर्छ है त यहाँबाट यो घोडा त घोडै छ र दाइ ल गाइस हामी चाहिँ नुहाएर टक्क आइसक्यौँ अब ठ्याक्कै निस्किनु लागेको ल एउटा जाउँ ल होइन जाउँ ल सिस्नेरी नेचुरल स्विमिङ पुल नुहाएर फर्कियौँ अब गइदिउँ बिस्तारै ल गाइस आजलाई यति नै थ्याङ्क यू फर वाचिङ सी यू सुन इन नेक्स्ट भिडियो